Oh my god guys, the हेर्नुस् त म चाहिँ यस्तो बवाल छ कि मैले चाहिँ यति धेरै खाने छु हेर्नुस् गाइस वेलकम टु भैरव कुण्ड Everybody knows that I'm breaking down. Everybody knows I ain't faking now. Everybody knows my heart's vacant now. Yeah, she hates me now. I made mistakes, but now I don't ever wanna. Good morning guys, welcome back to BG Vlog. फेरि पनि तपाईहरुलाई स्वागत छ अनि म चाहिँ यहाँ अहिले बगाममै छु अनि अहिले चाहिँ बिहानको 4 बजेको छ अनि अब यहाँबाट म भैरव कुण्ड पुग्नको लागि चाहिँ 2 घण्टा बाइकमा अनि 2 घण्टा हाइकिङ गरेर पुग्न सकिन्छ भन्नुभएको छ अनि यहाँ माथिबाट चाहिँ खै के पो भन्ने ठाउँसम्म चाहिँ बाइक जान्छ भन्नुभएको थियो सो अनि मेरो बाइक देख्न सक्नुहुन्छ स्टार्ट हुने कि नहुने अम्मा यस्तो हालत छ ब्याग बानेर लिएर आएको थियो डोरीले चिसो भएर हात कटेर केही गर्नै सकेको छैन यार एक्स्ट्रा पावर ब्याङ्क र चार्जरहरू छ मसँग अझै ब्यागमा पनि छ एउटा चार्जर र पावर ब्याङ्क व्हील कभरको नट सबै खसेछ तनाव भएर वे ल ए आइस जमेको हेर्नुस् त आइस पो जमिरहेको रहेछ पुरै म त के दाग लागेको छ हिजोको धुलो दाग लागेको होला भने त ल आइस जम्दिरहेको रहेछ कि सिटमा त अब यो माथि झन् कति चिसो होला यार आत्थामा भोलि हट ल माथिबाट सिट झऱ्यो अनि सिट झरेपछि अनि सिट चाहिँ आइसमा परिवर्तन भयो कि अब गाइस बिहानको 5:48 गइसक्यो जम्मा 6.7 किलोमिटर मात्रै हिँडेको छ कि म बिहानदेखि चाहिँ किनभने म बिहान निस्किँदा चाहिँ त्यही 4 बजेर त्यही 55-56 मिनट जति गएको थिएँ कि हो निस्किँदाखेरि त्यहाँबाट अनि बाटो चाहिँ वाइल्ड रहेछ कि त्यहाँनिर एक ठाउँमा लास्टै त्यो बालुवा खाल्टोन रहेछ उकालोमा त्यही माथि बाइकले नतानेर त्यो टायर घुमेको भएर यस्तो दिमाग खराब बनाइदियो यार एकछिन त क्या टेन्सन बनाइदियो पछाडिबाट चाहिँ जोस एकजना एउटा बाइक आइरहेछ एकजना मान्छेहरू आइरहेछ एउटा बाइकमा अनि उहाँहरू भए भएर म ढुक्क लागिरहेको छ उहाँहरूले पनि अलिअलि सपोर्ट गरिदिनु भयो उहाँहरूलाई मैले सपोर्ट गरिदिएँ बाटो चाहिँ यस्तै हो है देख्नु भइरहेको छ तपाईँहरूले यहाँ आउन गाह्रो छ गाइज बाटो चाहिँ जो तल त्यो खै चाहिँ के भन्दै थियो डिक्लाङ हो डिक्लाङदेखि बाटो चाहिँ बगाम आउनलाई चाहिँ मलाई चाहिँ त्यही 1 घण्टा 45 मिनट जस्तै लाग्यो टिकटकतिर 2-3 घण्टा लाग्छ 3-4 घण्टा लाग्छ भन्थ्यो त्यहाँ तल मान्छेलाई डिक्लाङको मान्छेलाई सोद्धा पनि त्यही 3-4 घण्टा लाग्छ दाइ भन्दै थियो तर त्यत्रो चाहिँ लागेन मलाई 1 घण्टा 45 मिनटमा आइपुग्यो राम्रैसँग आइपुग्यो है अनि अहिले चाहिँ यहाँबाट चाहिँ खै चान्चु नै 2 घण्टा जति अथवा 1.5देखि 2 घण्टा जति लाग्छ बाइकमा भन्नुभएको थियो त्यो बगामको होटेलको दाइले अनि त्यही भएर चाहिँ म चाहिँ बिहान 4 बजी उठेर फ्रेस भएर अनि निस्किँदाखेरि चाहिँ त्यही 4:55 त्यस्तै गइसकेको थिएँ अनि यहाँ चाहिँ 5:50 भइसक्यो म हिँडेको लगभग 1 घण्टा हुन लागिसकेको भइसक्यो जम्मा 7.2 किलोमिटर मात्रै पुगेको छ म त्यहाँ होटेलदेखिबाट चाहिँ क्या मलाई यत्रो टाइम लागिसक्यो किनभने त्यहाँ बाटो एकदमै अफ रोड बालुवा टायर गढेर यहाँ दिमाग खराब भएर हिँड्न नसकेर साह्रै गाह्रो बनायो सो गाइज अनि म चाहिँ अब यहाँबाट चाहिँ डाइरेक्ट म माथि गएर चाहिँ भिडियो बनाउँछु किनभने बाटोमा भिडियो बनाउँदा मलाई अलिकति अप्ठ्यारो हुन्छ अनि सो फोनमा त्यति धेरै ब्याट्री पनि टिक्दैन त्यसैले म चाहिँ माथि एकैचोटि
माथि गएर नै भिडियो बनाउने छु भन्दै अहिलेलाई चाहिँ म बिदा लिएको है त। आम्मा गाइस हेर्नुहोस् यहाँ भ्यू खतरा देखिरहेको हेट बबाल आम्मा कसम दामी भने गाइस खतरा देखिरहेको यहाँ मोबाइलमा त राम्रो देखेको छैन तर रियलमा यस्तो बवाल देखिरहेछ क्या यस्तो सही ठाउँ चाहिँ यहाँ ल हेर्नुहोस् यहाँ चाहिँ म एक्लै छु ठाउँ चाहिँ यस्तो बवाल छ कि दामी छ है गाइस आम्मा मैले त एकैचोटि माथि गएर भिडियो बनाउँछु भनेको यहाँ तल पनि बाटोमा भिडियो बनाउनु मन लागेर बनाइदियो सो यहाँ पनि भिडियो बनाइदिएको बाटो देखाउनको लागि बाटो मोबाइलमा त्यति धेरै क्याच गरेको छैन होला क्यामेराले तर रियलमा चाहिँ बवालै छैन के लेखेको थियो मैले पढ्दैन अनि बाटोतिर नि अनि अलिअलि कता कता त्यो सानो सानो त्यो पानीहरूमा चाहिँ त्यो खाल्डो खुल्डो पानीहरू चाहिँ पुरै जमेर आइस बनेर बसिरहेको थियो क्या बाटो म चाहिँ बिहानदेखिबाट टोटल्ली 12.7 किलोमिटर जति पुगिसकेको छ तपाईँले यहाँ डिस्प्लेमा देख्न सक्नुहुन्छ अनि अझै उता है कि हो घर यहाँ त घर रहेछ नेपालको झन्डा फर्कराइरहेको छ है दामी हो खतरा छ है ठाउँ चाहिँ त्यहाँ पारि हिमाल देखिरहेछ बवाल अब हाम्रो डट बाइक परेन गाइस के गर्ने वा खतरा यार मलाई त दामी लाग्यो यार वा म त डेन्जर डाँडामा आइपुगेँ त राइट यहीँसम्म रहेछ यहाँबाट चाहिँ अब हाइकिङ गर्ने है त गाइस म अब एक्लै चिलमा है त यहाँबाट माथि भैरवकुण्ड पुग्न कति टाइम लाग्छ 1.5 घन्टामा पुग्छ बाटो कहाँदेखि हो यही हो बाटो सिडी हो ए यो ठाउँको नाम चाहिँ के हो नि म यहाँ तल हजुर बगाम हो कि बगाम के हो हजुर जुत्ता केही भएको छैन यो चाहिँ च्याते छुट्टिन लाग्यो चाहिँ यो जुत्ताको प्रोटेक्सन हो के दाइको शुभ नाम के पर्यो मिङमा शेर्पा ए गाइज म चाहिँ हिँड्दा ओभर भइसक्यो है त्यो दाइले 1.5 घन्टा लाग्छ भनेको थियो यो पारेर त 1.5 घन्टा होइन 2 घन्टा लाग्छ 2.5 घन्टा लाग्छ ओभर भ्यू चाहिँ देखायो क्या यताबाट खतरा देखायो क्या थैट आम्मा बवाल देखिरहेछ है चिसो ओभर छ रिङ्गट लाग्यो यार म त बवाल देखिरहेछ म त्यो टेक्ने लठिन लिएर थिएँ क्या त्यो चाहिँदैन होला थोरैको छ भनेर त्यहीँ छोडिदिएको बिजो भयो यहाँ बस्दिनु पर्ला है एकछिन वेमा के हो हिमाल त कस्तो नजिक हो र भने चढ्दिउँ क्या हिमालले Oh my god
दामी के कस्तो रुखहरू नै छैन यहाँ त ठुल्ठुलो कस्तो दामी के यही बाटो रहेछ हिँड्दैछ नि के होला यो यस्तो सब यस्तो यस्तो छ कति धेरै हो के होला यो कसैलाई थाहा छ भने भन्दिनु होला गाइज मलाई चाहिँ होइन चिसोले ओभर हाल्ने के गर्ने मलाई आएन कि के गर्नु मन छैन भन्दा पनि कपडाहरूले के मिलाइरहनु मनै छैन कि यस्तो झङ्गै झुङ्गुङ भइरहेको छु केही मिलाएर चिटच्याटो गरिनु पनि मन लागेन कि अब म त्यहाँ माथि डाँडा गएर टक्क बसेर चक्लेट खान्छु कहिलेकाहीँ यसरी एक्लै हाइकिङ गर्नुको मजा पनि छुट्टै छ है तर साथीभाइहरूसँग जस्तो मजा चाहिँ हुँदैन एक्लै गर्नु तर जस आइयो खाइयो सुतियो हिँडियो है तर बाटो चाहिँ वाइल्ड टाढा के टाढा 6-7 घन्टा 7-8 घन्टा हिँड्नुपर्छ बाइकमा होइन अनि त्यसपछि चाहिँ लाएर तर जस हिँड्न चाहिँ धेरै पर्दैन ठिकै हो त्यो चाहिँ यो चस्माको लेन्सबाट खतरा देख्छ क्या हेर्नु नि क्या रातो रातो देख्छ क्या है बालदेखि रानी यो चाहिँ चस्माको लेन्सले हो क्या यस्तो देखिन्छ चस्माले पनि यस्तो हुन्छ क्या नेचुरल क्या मैले झाँतिर खानेकुरा लिएर छु अब बसेर खाँदैछु पुरा मस्त डाँडामा गाइज म चाहिँ त्यहाँ बसेर हल्का स्न्याक खाएर पनि हिँड्न स्टार्ट गरेको मेरो चाहिँ पानी त्यहाँबाट आउँछ खट्टु साह्रै गाह्रो हुन्छ हो यसरी हिँड्न त हेर्नु न यस्तो छ क्या हिमाल फेरि क्या नजिक देखेको क्या चढ्दिउँ जस्तो क्या गाइज म चाहिँ लगभग पुनः लाग्यो होला सायद मलाई पनि थाहा छैन कति टाढा छ भनेर यहाँदेखि अनि त्यही भएर हेर्नुहोस् अघिदेखि तपाईँलाई भ्यू देखाइरहेको छु मैले सो मेरो चाहिँ पुरै यो हाइलाइटर हो कि क्या हो चिसोले हो कि के हो है यहाँदेखिबाट यहाँ पछाडिसम्म पुरा टाउको दुखिरहेछ कि हिँड्नै गाह्रो भइरहेछ आज त लास्ट के गर्मी हुँदै आयो अहिले त तर जे होस् ठाउँहरू चाहिँ दामी छ है रमाइलो छ भ्यू देख्दै लोभ लाग्दो हुन्छ है पानी खाइदिनु पर्ला यार सेसै भइरहेको म चाहिँ उहाँ तलबाट आएको है यताबाट यस्तो खतरा देखेँ हिमाल हेर्नुहोस् न गाइज चढ्दिउँ जस्तो भयो यति हिँड्दा चाहिँ यस्तो भयो हिमाल चढ्यो भने कस्तो हुन्छ होला फोहोर मैला जथाभावी नफालौँ भैरवकुण्ड घुम्न जाने पर्यटकहरूले आफूले गरेको फोहोर जम्मा गरेर होमस्टे वा गाउँको डस्टबिनमा ल्याएर फालौ ल देख्न सक्नुहुन्छ म चाहिँ यहाँ आइपुगेँ यहाँ चाहिँ अलिअलि घरहरू रहेछ है झन्डा दामी देखेको छ यो यहाँ चाहिँ के हो यो घर पनि यो पनि घर बनाएको हो कि बनाएर भत्काएको हो के हो त्यो टोइलेट जस्तो छ है अनि लगभग म चाहिँ पुग्न लागे जस्तो लाग्यो मेरो विचारमा
तर पनि म कहाँ हुँ एक्लै हिँड्छ यस्तो अन्धधुन्ध हुन्छ क्या कस्तो नजिक देखेको यो त ल त्यहाँ पुग्छ कि हाम्रो चाहिँ यहाँ यसम्म आइपुगेँ है त म त लगभग भैरवकुण्डमा आइपुग्यो जस्तो लागिरहेको छ मेरो विचारमा तर हो कि होइन अझ एक्ज्याक्टली मलाई पनि थाहा छैन ल भइसक्यो हेर्नु सक्नुहुन्छ यहाँ एउटा ताल छ है त्यो ताल हिँड्दै नै छोडेँ ल टाउको दुखेर भएन गाइज यार म त यहीँ ढल्छु होला अब टाउको दुख्यो यहाँ ताल रहेछ यो तालको पानी चाहिँ सुकेर यस्तो भएपछि बरफ जमेर बस्यो है क्या यार ओहो जान सकिन्न क्या त्यहाँ त यार कच गर्छ जस्तो छ होइन ल यहाँ त पुरै आइस जमेर बसिरहेको रहेछ यो त है खतरा आइस ल ओए के हो यस्तो खतरा छ त ताल त पुरै आइस छ त आइस वेलकम टु भैरवकुण्ड भएछ वाउ अहिले त टाउको दुख्नै छोड्यो गाइस वाउ नाइस ओ माई गॉड तर टिकटकतिर देखा जस्तो त छैन त फेरि है कस्तो सोचेको थियो कस्तो रहेछ क्या Oh my god. उयो ल शिट हाती दुखेर एक मुक्का हान्दिएको शिट म चाहिँ अब यहाँ टक्क ताल हेर्दै चौचौरोको खान्छु कस्तो दामी क्या यहाँ चाहिँ पुरै है यहाँ चाहिँ पुरै जमेछ क्या यहाँ पुरै यस्तो छ हिमालय यस्तै देखिरहेको छ है ल गाइज अब म चाहिँ तल फर्किन लागेको टाउको हानेर चाहिँ वाइल्ड गाह्रो भइरहेछ अरूभन्दा पनि कति धेरै झन्डा राख्नु भयो है कति धेरै झन्डा हो भने दामी फरफराइरह अब चाहिँ रमाइलो लाग्यो भैरवकुण्ड
है। सो गाइज अब म चाहिँ के भन्न चाहन्छु भने तपाईहरु पनि भैरवकुण्डको हाइकिङ गर्न मन छ भने आउनु होला र अनि आउँदा चाहिँ अलिक केयरफुल भएर आउनु होला किनभने यहाँ चाहिँ एकदमै यो छ के चिसो छ के यहाँको हाइट चाहिँ त्यही 42 चाहिँ कति थियो है हैन। भैरवकुण्डलाई छोड्दै टाटा बाई बाई गर्दै काठमाडौँतर्फ लाग्दै छु र अघि मैले त्यहाँ फर्स्टमा देखाएको त्यो सानो पोखरीको नाम चाहिँ गङ्गा जमुना पोखरी रहेछ है। अनि सो तपाईहरुलाई पनि यहाँ आउनु मन छ भने आउनु होला र बाइकहरुमा आउँदै हुनुहुन्छ भने चाहिँ अलिकति सजिलो हुन्छ तर डबल लोडमा आउनलाई हल्कै गाह्रो हुन्छ के बाटो बेसी उकालो छ त्यही भएर चाहिँ अलिकति आउनलाई गाह्रो छ। बाटो चाहिँ जे होस् अफरोडै छ आधी बाटो। अब म डाइरेक्ट काठमाडौँ जान्छु, तल जान्छु, बगामग जान्छु। बगामग पुगेर हिजो बसेको होटलमा गएर खानासाना खाएर अनि म डाइरेक्ट काठमाडौँको यात्रा गर्नेछु र अनि तपाईहरुलाई मेरो भिडियो कस्तो लाग्यो र भनिदिनु होला अनि कमेन्टमा भनिदिनु होला। सो लाइक कमेन्ट शेयर सब्स्क्राइब पनि गरिदिनु होला र म आजलाई यति भन्दै मेरो कुरालाई यहीँ टुङ्ग्याउन चाहन्छु। धेरै धेरै धन्यवाद। लभ यु बाई। नेक्स्ट ब्लगमा भेटौँला त।